गाइस मैले चाहिँ अब यहाँ हात मार्दैछ हैन। अब यहाँ के छ पनि थाहा छैन हैन। है गाइसहरु हेर्नु सक्नुहुन्छ तपाईहरुले के छ के छैन हैन गाइस। ओहो गाइस त्यो के हो? ए गाइस यो चाहिँ गङ्गट हो। यसलाई चाहिँ यसरी समाउनुपर्छ नत्र टोकिन्छ यसले। ए गाइस यसरी समाउने हो। समाउने आउनेलाई समाउने आउनेले जसरी नि समाउँछ नजान्नेले टोकिहाल्छ यसले। अब यो बिचरालाई के गर्ने है यसो ट्राई मात्रै गरे जातिर बाटोमा के छ सब छोडिदिने हो मैले चाहिँ। यसो हेर्न मात्रै हो यसो आज एक दिनको लागि। यस्तो माछा नि छैन। के हो गाइस यो यति सानो माछा हो? बाम त हैन होला यो गाइस। यसलाई पनि जाऊ माथि आउँछ गाइस यो। धेरै दिन भयो अनि खोला नखेलेको चाहिँ त्यही भएर मैले यहाँ हाफको ट्रेनिङ लिएको। त्यही भएर मैले यहाँ चाहिँ हाफ चाहिँ एकदम ट्याप्पै पानी नचुइन गरी। यो चाहिँ के हो गाइस थाहा छ? चेपा भन्ने चाहिँ हो गाइस। चेपा हेर्न सक्नुहुन्छ। यो चाहिँ अब पासिने खालको चेपा हो। यो चाहिँ यता पासिने। ओ मरेको छ। Look. यदि पारा खोला हो अलि सानै छ। मोलुङ खोला भन्ने चाहिँ ठुलै छ। सायद मान्छेलाई नि बगाउँछ त्यसले चाहिँ। हेलो गाइस अब 5 मिनेट भित्र यो मैले मारिसक्ने छ। यसलाई चाहिँ मार्ने प्रयास गर्छु म। हेर्दै गर्नु होला जस्ट।